हामी पढ्छौँ महासागरको बारेमा। सबभन्दा ठुलो महासागरदेखि सबभन्दा सानो महासागरको नाम। जसलाई इङ्ग्लिसमा ओसियन भन्ने गरिन्छ। र यसको फर्मुला के छ? हो, यसको फर्मुला चाहिँ सूत्र के छ? पैसा हो। यो पैसाको फर्मुलाबाट हामी के पढ्छौँ? सबभन्दा ठुलो महासागरको नामदेखि सबभन्दा सानो महासागरको नाम। र यो पैसाबाट एउटा गीत पनि प्रचलित भएको थियो हैन? तसँग पैसा, तल पैसा, माथि पैसा, दायाँ पैसा, बायाँ पैसा, जता हेऱ्यो पैसा पैसा, यहाँ पनि पैसा। तसँग पैसा हो। हामी यो पैसाको फर्मुलाबाट सबभन्दा ठुलो महासागरको नामदेखि सबभन्दा सानो महासागरको नाम कण्ठ पार्न सक्छौँ र पढ्न सक्छौँ। त सबभन्दा ठुलो महासागरको नाम के हो? यो पीबाट प्यासिफिक ओसियन। प्यासिफिक ओसियन। नेपालीमा यसलाई प्रशान्त महासागर भनिन्छ। प्रशान्त महासागर। अब एबाट के आउँछ? एबाट एटलान्टिक ओसियन। यसलाई नेपालीमा के भन्ने गरिन्छ? यसलाई नेपालीमा आन्ध्र महासागर। त्यसपछि के आयो? आएबाट इन्डियन ओसियन। जसलाई नेपालीमा हिन्द महासागर भन्ने गरिन्छ। अब यसबाट के? यसबाट साउथर्न ओसियन। जसलाई नेपालीमा कुमेरु महासागर। र लास्टमा एबाट चाहिँ आर्कटिक ओसियन। जसलाई नेपालीमा सुमेरु महासागर भन्ने गरिन्छ। महासागर हो। यसरी हामी पैसाको फर्मुलाबाट सबभन्दा ठुलो महासागरको नामदेखि सबभन्दा सानो महासागरको नाम कण्ठ पार्न सक्छौँ, पढ्न सक्छौँ, बुझ्न सक्छौँ। र यसरी सजिलै पढ्दा सूत्र लगाएर वा सजिलो तरिकाले पढ्ने बुझ्ने गरी हामी पढ्छौँ भने हामीलाई लामो समयसम्म के हुन्छ? याद रहन सक्छ हो। आजको भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक, सेयर, कमेन्ट गर्नु होला अनि आइडीलाई फलो गर्नु होला। आजको लागि यतिकै, धन्यवाद। जय नेपाल।